हेलो हेलो नमस्ते नमस्कार। आज नयाँ भ्लग नयाँ दिनसँगै नयाँ भ्लगको सुरुवात भएको छ। म राज पौडेल अनि मेरो प्यारो भान्जा उत्सव अधिकारी। भान्जा चाहिँ लाचुकबाट आउनु भएको छ। यो चाहिँ हाम्रो गाउँको भ्यूज हो। ए भ्यूज भन्छ कि भ्यू भन्छ भान्जा? भ्यू है यो चाहिँ हेर्न सक्नुहुन्छ। यताबाट यसरी म तपाईँलाई देखाउँछु। यो सबै उता पोए गम्बडेतिरको यतातिर हुँदै गम्बडेतिर हुँदै यता काला भैरव हुँदै यसरी हामी आजको भ्लग सुरुवात गर्दैछौँ। यो हेर्न सक्नुहुन्छ लाखुरीको बोर्ड छ। यस्तो नजारा छ। भान्जा बसिसक्नु भएको छ। भान्जा थकेला हो। भान्जाको हातमा सिकारी गुन्देली छ। चराचुरुङ्गी वनकुखुरा पाइयो भने चाहिँ मार्ने भन्ने मामा भान्जाको प्लान सहित हामी आज अगाडि बढेका छौँ होइन भान्जा? हामी खास के लिन आएको भान्जा? हामी 1 वर्ष पहिले पनि हामीले सोही बाटोमा भ्लग बनाएका थियौँ होइन, तामा काट्न आउँदा। आज पनि हामी पुनः भ्लग बनाउँदै हातमा आँसी थैलो छ। अब हामी अगाडि बढ्दैछौँ। बाटो एकदमै खतरनाक छ, हेर्न सक्नुहुन्छ। बिरालो बाटो, घाँसे मैदान छ, लड्न सकिन्छ होइन भन्छ। बाटो चिप्लो छ, लड्न सकिन्छ। आइया बाबै, यसरी हाम्रो आजको सुरुवात हुँदैछ दिनको। तपाईँहरूको दिनको सुरुवात कसरी भयो जानकारी गराउनु होला। भन्छ उत्तिएर आउनु भएको छ। भन्छ के भन्नुहुन्छ? हाम्रो युट्युब सब्सक्राइब गरिदिनु होला होइन, अनि हामीलाई माया गरिदिनु होला। अब काममा त फले कि छैन क्या भन्छ? काममा त छैन नि क्या टुसा? आउने त बेला हो कि किन यस्तो भयो भन्ने कुरो। अब पुरानो त चाहिँ घाँस चाहिँ अत्याधिक थियो, अहिले चाहिँ त्यति साह्रो गाह्रो भएको छैन है। यहीँनिर हो नि पोहोर, यहीँनिर हो नि त हामी लडेको भयो। पोहोरको घाँस अहिले राम्रोसँग आइसकेको छैन, काटेर होला नि। यो साउनतिर अन्तिमतिर हो क्या हाँस सधैँ, तिजताकातिर हो खास होइन। अब हेरौँ बस्छ भने लैजाउँ होइन र? के हो होइन? छ जस्तो चाहिँ मैले मानेको छैन। ए बा तामा चाहिँ भयो जस्तो मैले मानिनँ भन्छ। ल नि त ल अब तामा पाए तामा लाने हो, नपाए छैन हात काटेर राख्ने जान्छ पऱ्यो होइन। यो खाने मासु हो। छ हजुर
बाटो सिँढी नै रहेछ त्यहाँ आहा नि गाडी त माथिर त बाटै होइन कब्रमा हेलो गाइस यस्तै पसिनै पसिना भयो तर खोल्न खोजेको मेटेरियल चाहिँ खोइ भन्छ देखाउँ त कस्तो कस्तो भेट्यो आजको शिकार निकाल्नु थैलो निकाल्नु त एउटा आजको शिकार चाहिँ अझै एउटा अर्को त्यो ठुलो चाहिँ मोटो चाहिँ यति ए भन्छ चिप्लिनु भयो त्यो आँसु पनि छ है हात काट्ला ए आजको शिकार चाहिँ ल्याउनु त हातमा यसलाई भन्छ तामा गाइस यत्रो यत्रो तामा आज भेटियो है तपाईँहरू पनि ल्याउनु यस्ता यो ठुलो दुईवटा सानो गरेर तिनवटा आज त शिकार भेटिया छ भन्छ के भन्नुहुन्छ बडो गाह्रो भयो है उकालो बाटो अझ यो उकालो उकेर जानुपर्छ हामी ओके गाइस हेर्न सक्नुहुन्छ हाम्रो नजारा यस्तो छ यो चाहिँ पारि सबै स्याङ्जा हो स्याङ्जा गाउँ देख्न सक्नुहुन्छ यो छोडिदिएको डाँडो भयो योभन्दा माथि चाहिँ हाम्रो घर छ यति भन्दै आजको भ्लगलाई चाहिँ हामीले यहाँ अन्त्य गर्छौँ अर्को भ्लगमा फेरि मिल्नेछौँ बाई बाई हुन्छ हेलो गाइस आजको हाम्रो शिकारलाई चाहिँ हामीले अब चाहिँ काट्न सुरु गरौँ यसलाई यो गामको अर्ग्यानिक भन्छ यसलाई तपाईँहरू खानुभएको छ नखाए यहाँ हाम्रोमा टिखान भन्नेमा आउनु होला उहाँले ल्याउनुहुन्छ भाँचेर काटेर के गरेर लड्दै पढ्दै हामीले आजको दिनलाई सदुपयोग गऱ्यौँ भान्जा भ्लगमा क्यामेराम्यान हुनुहुन्छ ल धन्यवाद।